मिति 2082 साल मङ्सिर 27 गते अपराह्न ठिक 3:30 बजे एसपीए कलेज धनगढीको प्राङ्गणबाट हाम्रो स्थलगत शैक्षिक अध्ययनको यात्रा औपचारिक रूपमा प्रारम्भ भयो। दिउँसोको त्यो समयसँगै विद्यार्थीहरूको उत्साह, कौतूहल र यात्राको रोमाञ्च बसभित्र भरिएको थियो। केही समयको यात्रापछि हामी कर्णाली पुलमा पुग्यौँ, जहाँ विशाल कर्णाली नदीको प्रवाह, पुलको संरचना र त्यसले जोडेको भूगोललाई नजिकबाट अवलोकन गरियो। प्रकृतिको विराटता र मानव निर्माणको संयोजनले सबैलाई केही बेर मौन बनायो। त्यसपछि यात्रा अघि बढ्दै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरियो। निकुञ्जका नियम र अनुशासनलाई पालना गर्दै बस बिस्तारै अघि बढ्दा घना जङ्गल, मौनता र साँझ पर्दै गएको वातावरणले यात्रा अझै गम्भीर र रहस्यमय बनाउँदै लग्यो। रात पर्न सुरु भइसकेकाले बाँके र दाङ जिल्लाको विस्तृत अवलोकन गर्ने अवसर भने यसपटक मिलेन। लामो यात्रापछि रात्रि भोजनका लागि दाङको लमहीमा बस रोकियो, जहाँ सबैले आफ्नो इच्छा र रुचि अनुसार भोजन गरे। भोजनपछि पुनः यात्रा सुरु हुँदा रात अझै जीवित बन्यो। बसभित्र विद्यार्थीहरूले विभिन्न गीत सङ्गीत गुनगुनाए, कसैले नृत्य प्रस्तुत गरे भने कसैले तालीमा साथ दिए र थकानलाई उत्साहमा रूपान्तरण गर्दै रातको यात्रा रमाइलो स्मृतिमा बदलियो। कपिलवस्तु, रूपन्देही र पाल्पाका बाटाहरू पार गर्दै स्याङ्जा पुग्दा बिहानको उज्यालो फैलन थालेको थियो। चिसो हावासँगै आँखामा निद्राको झल्को भए पनि मनमा भने नयाँ दिलको कौतूहल थियो। भालु पहाडमा बस रोकेर सबैले चिया नास्ता खाए। चिसो मौसममा आगो वरिपरि झुम्मिँदै गफ गरे, हाँसो, यात्रा र जीवनका कुरा साटे। करिब 1 घन्टासम्म त्यो क्षणलाई आत्मसात गरे। त्यसपछि पुनः बस अघि बढ्यो र बिहान करिब 8 बजे पोखरा उपत्यकामा प्रवेश गरियो। पोखरामा पाइला टेक्ने बित्तिकै देखिएको प्राकृतिक सौन्दर्य, टल्किरहेका हिमाल, खुला आकाश र सहरको जीवनताले सबैलाई मन्त्रमुग्ध बनायो। हिमाल देख्ने बित्तिकै विद्यार्थीहरू आफ्नो मोबाइल निकालेर दृश्यहरू कैद गर्न थाले। मानौ ती क्षणहरू स्मृतिमा मात्र होइनन्, समयमै थुन्न चाहिरहेका थिए। होटलमा पुगेर नुहाइधुवाइ र भोजन पश्चात विद्यार्थीहरू पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरूतर्फ निस्किएका थिए। कसैले तालको शान्ति महसुस गरे भने कसैले लेक साइडको चहल पहल, कसैले सहरको लयमा आफूलाई हराए। त्यो घुमाइ केवल मनोरञ्जन मात्र थिएन, त्यो प्रकृति, पर्यटन र सामाजिक जीवनको अन्तर्सम्बन्ध बुझ्ने अवसर मिलेको थियो। यहाँ जिज्ञासा अझै बढ्यो र शैक्षिक भ्रमणको वास्तविक सार अझै स्पष्ट हुँदै गयो। हजुर, मलाई चाहिँ यहाँको पोखराको बस धेरै रमाइलो लाग्यो। यहाँको हजुर देख्न सक्नुहुन्छ, बिहान उठ्ने बित्तिकै हिमालको दृश्य हेर्न पाइन्छ। हिजो हामी चाहिँ फेवाताल घुम्न गयौँ, अनि त्यसपछि कुन्दी कोच अनि अर्को स्टुपा पनि गयौँ। त्यहाँ धेरै रमाइलो थियो होइन, सुन्दर, एकदम सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ। हाम्रो एक्सपिरियन्स निकै राम्रो छ। आशा छ हजुरहरू पनि यो ठाउँमा, यस्तो ठाउँमा घुम्न आउनु होला। आज पनि हामी मुक्तिनाथको अब मुस्ताङतिर दर्शन गर्न गइरहेका छौँ। हस्, धन्यवाद। पोखरादेखि मुस्ताङतर्फ उक्लिँदै गरेको त्यो दोस्रो दिनको यात्रा केवल गन्तव्यमा पुग्ने क्रम मात्र थिएन, त्यो त अनुभूति, उत्साह र प्रकृतिसँग आत्मीय संवाद गर्ने एक अविस्मरणीय यात्रा थियो। 2082 मङ्सिर 29 गते बिहान ठिक 7 बजे एसपीए कलेजका बीएसडब्ल्यू 4औं वर्षका विद्यार्थीहरू बोकेको गाडी पोखराबाट अघि बढ्दा बिहानको हल्का चिसो हावाले मनलाई झन सहज र हर्षित बनाइरहेको थियो। हिमाली हावाको स्पर्शसँगै माछापुच्छ्रे, धौलागिरी, नीलगिरी र का हिम श्रृङ्खलाहरू क्रमशः आँखा अगाडि प्रकट हुँदै जाँदा विद्यार्थीहरूका अनुहारमा कौतूहल, रोमाञ्च र विस्मय एकसाथ पोखिरहेका थिए। प्रकृतिले आफै खोलिदिएको त्यो विशाल क्यानभासभित्र आफूलाई सानो तर भाग्यमानी ठान्दै सबैजना मौन भएर हिमालसँग कुरा गरे झैँ देखिन्थे। बाटोमा लुक्लेसम्म पुगेर गरिएको चिया नास्ताको छोटो विश्राम पनि निकै आत्मीय बन्यो। चिसो हावामा तातो चियाको स्वाद, साथीहरूको हाँसो र क्यामेरामा कैद गरिएका मुस्कानहरूले यात्रालाई झन रङ्गीन बनाइदियो।
पर्वत जिल्लामा प्रवेश गरेपछि देखिएका अग्ला पहाडहरू, ती पहाडका छाती चिरेर बगेका खोलाहरू र वरिपरि जोडिएका झोलिङ्गे पुलहरूले सबैलाई मन्त्रमुग्ध बनायो। ती पुलहरू केवल संरचना मात्र थिएनन्, ती त मानव साहस र प्रकृतिसँगको सह अस्तित्वका जीवित प्रकृति जस्तै लाग्थे। काली गण्डकी नदीसँगै अघि बढ्दा त्यसको विशालता, गहिराई र किनारमा उभिएका पर्वतहरूको सौन्दर्यले मनलाई श्रद्धा र नम्रताले भरिदियो। बेनी बजार पुगेपछि गाडीभित्र बजिरहेको गीतले यात्रालाई नयाँ ऊर्जा दिलायो। विद्यार्थीहरू सिटमै बसेर तालमा ताल मिलाउँदै नाचिरहेका थिए। थकानभन्दा उत्साह भारी थियो। त्यसपछि म्याग्दीको पवित्र गलेश्वर धाममा पुगेर गरिएको दर्शनले यात्रामा आध्यात्मिक गहिराई थप्यो। शिर निहुराएर गरिएको त्यो क्षणिक प्रार्थनाले मनलाई शान्त र यात्रालाई अर्थपूर्ण बनायो। याक होटलमा गरिएको भोजन केवल पेट भर्ने कर्म थिएन, त्यो त सामूहिकताको स्वाद थियो। साथीहरू बीच बाँडिएको हाँसो, थालमा परेको खाना र आँखामा चम्किरहेको सन्तोष। रूपसे झरना हेर्ने तीव्र चाहनाले गाडी फेरि अघि बढ्यो। झरनाको गर्जन, पानीका छिटा र वरिपरिको हरियालीले सबैलाई केही बेर शब्दहीन बनायो। अन्ततः यात्रा जोमसुमसम्म आइपुग्दा शरीर अलि थकित भए पनि मन भने अझै यात्रा गरिरहे जस्तो लाग्यो। त्यो दिनको यात्रा विद्यार्थीको स्मृतिमा केवल स्थलगत अवलोकनका रूपमा होइन, जीवनभर सम्झिरहने एक भावनात्मक, शैक्षिक र प्राकृतिक अनुभवका रूपमा अमिट भएर बस्ने भयो। तेस्रो दिन हिमकणहरूबाट झरेको अनुभूति। मुस्ताङको थाङ टुकुचे पुगेपछि यात्राको गीत मात्र होइन, अनुभूतिको गहिराई पनि एकाएक बढेको थियो। बाटैमा कवि भुपी शेरचनको नाम लेखिएको घर देखिने बित्तिकै गाडीभित्र ओहो स्वर गुन्जियो। आज हामी सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी कैलालीको BSW BA चौथो वर्षका विद्यार्थीहरूलाई हामी शैक्षिक, सामाजिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकन गराउने क्रममा हामी मुस्ताङ जिल्लाको थाकटुकुचे भन्ने गाउँमा पुगेका छौँ, जहाँ विक्रम सम्वत 1992 मा हाम्रो चाहिँ युग कवि, हाम्रो चाहिँ व्यङ्ग्य कवि, सटायर कवि, नेपाली साहित्यका प्राकृतिक सौन्दर्यको वर्णन गर्ने सुप्रसिद्ध कवि भुपी शेरचन उनको गाउँमा, उहाँको जन्मघरमा हामी पुगेका छौँ र जहाँ भुपी शेरचनले लेख्नु भएको थियो, मेरो देश जहाँ जुन धरतीलाई भेट्न जहाँ आइपुग्ने गर्दछ, मेरो देश जहाँ आरू बखडाको हाँगा हाँगामा फुल्दछन् कुखुराका चल्लाहरू, मेरो देश जहाँ 12 महिना मानिसका गालाहरूमा फुल्दछन् कुखुराका चल्लाहरू भनेर कविले वर्णन गर्नुभएको थियो। जहाँ नीलगिरी र धवलगिरी एक अर्कासँग मुस्कुराएर कुरा गर्दछन् भनेर जहाँ कवि भुपी शेरचन चाहिँ बोल्नु भएको थियो। हामी त्यही एउटा ऐतिहासिक साहित्यिक भूमिमा हामी आइपुगेका छौँ। हाम्रा विद्यार्थीहरूलाई ल्याएर हाम्रो यो यात्रा आज एउटा यस्तो रमणीय, यस्तो चाहिँ अवलोकन गर्ने, एउटा अनुसन्धान गर्ने क्रममा हामी यहाँ आइपुगेका छौँ। हामी सम्पूर्ण विद्यार्थीहरू लगायत हाम्रो सम्पूर्ण क्याम्पसबाट आएको क्याम्पस परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अबको हाम्रो यात्रा मुस्ताङतर्फ माथि मुक्तिनाथ भगवानको दर्शन गर्ने र जोमसन, कागबेनी लगायतका थुप्रै प्राकृतिक, ऐतिहासिक, धार्मिक स्थलहरूको चाहिँ भ्रमण गरेर फर्किने क्रममा हामी अगाडि बढिरहेका छौँ। साहित्यसँग आत्मीय सम्बन्ध राख्ने विद्यार्थीहरूका लागि त्यो घर केवल इट्टा ढुङ्गाको संरचना मात्र थिएन, त्यो त कविताको एउटा सजीव प्रतीक थियो। उत्साहले भरिएका सबै विद्यार्थीहरू गाडीबाट ओर्लिए। किलिक किलिक मोबाइलको आवाज र सामूहिक भिडियो तथा तस्बिर खिच्ने रमाइलोले त्यो क्षण अविस्मरणीय बन्यो। त्यही क्रममा मार्गदर्शक प्राध्यापक डाक्टर देवेन्द्र भट्ट सरले सबैलाई भावुक हुँदै सम्झाउनुभयो। कवि भुपी शेरचनले मेरो देश कवितामा भने झैँ जुन धरतीलाई भेट्ने हिमकणहरूको साथमा ओह्रालो झर्ने गर्छ, साँच्चै आज हामी पनि त्यही धरतीमा उभिएका छौँ। हिमालबाट बगेर आएको हावासँगै कविताको भाव जिउँदो भएर हामीलाई छोइरहेको छ।
सहरका ती शब्दहरूले यात्रालाई केवल भौगोलिक होइन भावनात्मक उचाइमा पनि पुर्याइदियो। हिमाली दृश्य देखेर विद्यार्थीहरूको मन उमङ्गले भरिएको थियो। आँखाले सौन्दर्य सुमसुमाइरहँदा शरीर चाहिँ चिसोसँग जुधिरहेको थियो। उत्साह र कठोर मौसमको यो द्वन्द्वले यात्रालाई झन् जीवन्त बनाएको थियो। त्यसपछि गाडीमा पुनः बसेर अलिक पर रहेको वनस्पति अनुसन्धान केन्द्रतर्फ यात्रा अघि बढ्यो। त्यहाँ पुगेर हिमाली भूभाग पाइने वनस्पति तिनको उपयोग र संरक्षणका विषयमा अध्ययन अवलोकन गरियो। विद्यार्थीहरू ध्यानपूर्वक सुन्दै, नोट गर्दै र क्लिक क्लिक गर्दै केही थान तस्बिरहरू कैद गर्न व्यस्त रहेका थिए। प्रकृति अध्ययन र अनुभूति एकै ठाउँमा मिसिएको त्यो क्षण अत्यन्तै मार्मिक थियो। करिब 3:30 बजे हामी जोमसोम बजार पुग्यौं। जोमसोमको खुल्ला आकाश, फराकिलो भूदृश्य र अनौठो सौन्दर्यले सबैलाई झन् उत्साही बनायो। तर त्यो सौन्दर्यसँगै हावाको वेग पनि कम चुनौतीपूर्ण थिएन। वाइ वाइ गर्दै आएको हावाले कहिले काँध समाउँथ्यो, कहिले टोपी उडाउन खोज्दथ्यो। डर र रमाइलो एकैसाथ अनुभूत भइरहेका थिए। त्यही बस्ने बन्दोबस्त मिलाएपछि नजिकै रहेको मार्फाको जेरी गल्लीतर्फ लगियो। ढुङ्गाले छापिएका सागुरा गल्ली, परम्परागत घर, सफा वातावरण र थकाली समुदायको जीवनशैलीले विद्यार्थीहरूलाई गहिरो रूपमा छोयो। थकाली संस्कृतिको सामाजिक संरचना, खानपान, आतिथ्य र अनुशासनको अध्ययन अवलोकन गर्दा सबैको मनमा सम्मान र जिज्ञासा थपिँदै गयो। राति करिब 7:30 बजे होटलतर्फ फर्कियौं। लामो तर अर्थपूर्ण दिनपछि खानपिन भयो। थकान भए पनि मनमा सन्तोष थियो। खानापछि विद्यार्थीहरू सामूहिक रूपमा बसेर दिनभरिका अनुभूति साटासाट गर्दै हाहाकार होइन हास्य खुसीमा रमाए। गीत गफ र हल्का हाँसोसँगै तेस्रो दिनको यात्रा पूर्ण भयो। थकाइले होइन सम्झनाले भरिएको एक सुन्दर दिनको रूपमा। चौथो दिन हिमाली श्वासमा मुक्तिनाथको मोक्ष अनुभूति। यात्राको चौथो दिनको बिहान सामान्य थिएन। त्यो बिहान विद्यार्थीहरूको आँखामा निद्रा भन्दा पनि लालसा थियो। मुक्तिनाथ भगवान दर्शनको पुष महिनाको कठोर चिसोले मुस्ताङको हावा झन उग्र बनाएको थियो। वाइ वाइ गर्दै आउने हिमाली हावाले अनुहार चिरिरहेको अनुभूति भए पनि मन भने अद्भुत उत्साहले भरिएको थियो। प्रकृतिको अपार सौन्दर्यले जाडोलाई जितिरहेको थियो। बिहान ठिक 6:30 बजे जोमसोमबाट मुक्तिनाथका लागि गाडी अघि बढ्यो। सूर्योदयको हल्का सुनौलो किरणले हिमाली भूभागलाई छोइरहेको थियो। अग्ला अग्ला सुक्का डाँडा, नाङ्गा पहाड, टाढासम्म फैलिएको शून्य जस्तो सौन्दर्य, यी सबै देखेर विद्यार्थीहरू ओहो आहा भन्दै मन्त्रमुग्ध थिए। त्यो दृश्य केवल आँखाले हेर्ने वस्तु थिएन, त्यो त आत्माले अनुभूत गर्ने मौन कविता जस्तै थियो। कसैको ओठमा शब्द थिएनन्, तर सबैको मन भाव विभोर थियो। मुक्तिनाथ मन्दिर नजिकै जाँदा वातावरण झन् गम्भीर बन्दै गयो। गाडीबाट उर्लिने छेडमै शीतले शरीर शिरशिर कामायो। त्यही बेला मार्गदर्शक गुरु प्राध्यापक डाक्टर देवेन्द्र भट्टले सबैलाई एकै ठाउँमा उभ्याउँदै मुक्तिनाथको महिमा सम्झाउन थाल्नुभयो। हामी सुदूरपश्चिमाञ्चल क्याम्पसको चौथो वर्षका GA BSW का विद्यार्थीहरू शैक्षिक भ्रमणको क्रममा मुस्ताङ जिल्लाको हामी कागबेनीमा पुगिसकेका छौँ। कागबेनीको माथिपट्टि जहाँ भगवान श्री विष्णुलाई वृन्दाले श्राप दिएर पत्थर बन्ने, ढुङ्गो बन्ने श्राप मिलेको थियो। हामी त्यही पौराणिक धार्मिक मान्यता बोकेको त्यही ठाउँमा जहाँ भगवान विष्णु पत्थरको रूपमा रहनु भएको थियो, त्यो पत्थर अहिले अयोध्याको राम मन्दिरको मूर्तिका लागि पनि यहीँबाट त्यो ढुङ्गा गएको थियो। हामी त्यही काली गण्डकी, यहाँ काली गण्डकी र सेती गण्डकी दुईटा छन्। यो काली गण्डकीको बारेमा हाम्रो चाहिँ हिमवत खण्डहरूमा धेरै कुराहरू उल्लेख भएका छन्, जसको अवलोकन गर्नका लागि हामी चौथो वर्ष र तेस्रो वर्ष सुदूरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरू यहाँ आइपुगेका छौँ। यो पौराणिक मान्यता मात्रै नभएर यहाँको प्राकृतिक सौन्दर्य अत्यन्तै मनमोहक छ, जसले हरेक प्राणीलाई मन्त्रमुग्ध बनाएको छ।
यी शिला यी पत्थरहरू कुनै सामान्य ढुङ्गा पत्थर होइनन्। यहाँ भनिन्छ यहाँको ढुङ्गामा देवताको वास छ भनिन्छ। यी जम्मै जति पनि यी ढुङ्गाहरू छन् यिनलाई हामी शालिग्राम भनेर पूजा गर्दछौँ। जुन यसको जल यो ढुङ्गाको जल पिनाले पनि शास्त्रमा के भनिएको हुन्छ भने मुक्ति प्राप्त हुन्छ भनिएको छ। विष्णु पादोदकम पित्वा पुनर्जन्म नविद्यते भन्ने हाम्रो शास्त्रमा उल्लेख भएको कथन के हो त भन्दा यो शालिग्राम जो यहाँ देखाइदिनु होला यो भिडियो एकचोटि यता पनि घुमाइदिनु होला। यो शालिग्राम भनेको चाहिँ यसको जल पिउनाले यसलाई धोएर जल पिउनाले पनि अकाल मृत्युहरणम सर्वव्याधि विनाशनम विष्णुपादोदकम पित्वा पुनर्जन्म नविद्यते भन्ने शास्त्रमा उल्लेख भएका वचन जुन पुराणमा हामीले ब्राह्मणहरूका मुखबाट सुन्थ्यौँ हैन, ती प्रत्यक्ष रूपमा भोग्नका लागि यहाँ हामी उपस्थित भएका हौँ। यो हाम्रो यात्रा अत्यन्तै सराहनीय, अत्यन्तै पवित्र र अत्यन्तै हाम्रो एउटा अध्ययनशील यो भ्रमण भएको छ। यसका लागि सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक हार्दिक धन्यवाद र सम्पूर्ण क्याम्पस परिवारप्रति हामी सबैले हार्दिक आभार व्यक्त गर्नै पर्दछ। उहाँका शब्दहरू चिसो हावाभन्दा पनि गहिरो गरी मनभित्र पसे। मुक्तिनाथ केवल मन्दिर मात्र होइन, यो त मोक्षको प्रतीक हो। यहाँ दर्शन गर्दा मात्र होइन, यहाँ स्नान गर्दा पनि मन शुद्ध हुन्छ, अहङ्कार गल्छ। हिमाल, आगो, पानी र आकाश चारै तत्त्वको सङ्गम यही पनि हो। उहाँले 108 गोमुख धारा र मन्दिर द्वारका कुण्डमा स्नानको धार्मिक महत्त्व, शास्त्रीय मान्यता र आध्यात्मिक अर्थ विस्तारै बुझाउनुभयो। ती शब्दहरूले विद्यार्थीहरूको मनमा एक किसिमको श्रद्धा र साहस दुवै जगायो। तापक्रम थियो करिब 9 डिग्री। हात खुम्चिएका थिए, ओठ निलो हुँदै थिए, तर मन अडिग थियो। पहिलो विद्यार्थी अघि बढ्यो। छर्र गोमुख धाराको पानी शरीरमा खस्ने बित्तिकै हिस्सको आवाज निस्कियो। तर त्यो चिसो पीडा होइन, त्यो त कुनै तपस्याको प्रवेशद्वार जस्तै थियो। पालै पालो सबै विद्यार्थीहरू 108 धारामुनि उभिए। कसैको आँखा चिम्लियो, कसैले मनमनै प्रार्थना गरे, कसैले आमा बुवा सम्झिए, कसैले जीवनका गल्तीहरू सम्झेर आँसु दबाए। मन्दिर द्वारका कुण्डमा स्नान गर्दा त वातावरण झन् भावुक बनायो। चिसोले शरीर काँप्थ्यो, तर मन भने अद्भुत शान्तिले भरिँदै गइरहेको थियो। त्यो स्नान केवल शरीरको होइन, आत्माको पनि थियो। स्नानपछि मुक्तिनाथ भगवान दर्शन गर्दा सबै विद्यार्थीहरूको अनुहारमा अलग्गै तेज थियो। थकान होइन, सन्तोष, डर होइन, श्रद्धा। त्यो क्षणमा सबैले महसुस गरे मुक्तिनाथ केवल गन्तव्य होइन, यो त अनुभूतिको शिखर हो। Today we are here at Muktinath. Muktinath it is a sacred place of liberation, faith and nature. Here in the bathing 108 scores, it purifies our souls and calm our minds. According to mythology, Lord Krishna is believed that resided here to show human beings the path of liberation from the cycle of birth and death. Here, nature itself like chanting mantras. Yes, we feel that experience it purifies our souls and calm our mind. Thank you. हामी एसपीए कलेज धनगढीबाट यहाँ मुक्तिनाथ भ्रमणमा आएका हौँ र यो 3800 मिटर उचाइमा रहेको छ। हामीले 108 धारामा अहिले नुहायौँ, एकदमै चिसो पनि छ र भन्नुपर्दा हामी बीएसडब्ल्यूबाट आएका हौँ भ्रमणको लागि। हाम्रो टिमवर्क भइरहेको छ, अहिलेसम्म यात्रा एकदमै सुगम छ र हामी यहाँ अहिले जे भए पनि दुःख सुख गरेर आइसकेका छौँ टिमवर्कमा र यस्तै भइरहनेछ। मुक्तिनाथले हामी सबैको रक्षा गरोस्। धन्यवाद। चौथो दिन यसरी समाप्त भयो। हिमाली चिसोले शरीरलाई थकाएको, तर मुक्तिनाथको दर्शनले आत्मालाई उज्यालो बनाएको एक अविस्मरणीय दिनको रूपमा मुक्तिनाथ भगवान दर्शन गरी मनमा अपूर्ण शान्ति र श्रद्धाको उज्यालो बोकेर फर्किँदै गर्दा यात्राको स्वाद फेरि अर्कै भयो।
बिहानको चिसो 108 धाराको स्नान र दर्शनले थकित शरीर भए पनि मन भने हलुका भएको थियो। मुक्तिनाथ केवल दर्शन गरेर छोडिने स्थल होइन रहेछ, त्यो त हृदयमा केही छोडेर बिदा लिने तीर्थ रहेछ। यही अनुभूति सबैको आँखामा झल्किरहेको थियो। फर्किने क्रममा कागबेनी माथिको डाँडाबाट बग्ने सिरसिरी हावाले सबैलाई एकछिन रोकिएर सास फेर्न बाध्य बनायो। सुरसुर गर्दै अनुहार छुने त्यो हिमाली हावामा न कुनै कठोरता थियो, त्यो त मानौ मुक्तिनाथबाट बिदाई गर्दै प्रकृतिले दिएको मायालु स्पर्श जस्तै थियो। केही क्षण मौन रहेर सबैले त्यो हावाको स्वाद लिए। त्यो क्षण मनमा कतै गहिरो गरी बसेर गयो, तर भावनाको त्यो मिठाससँगै शरीरले आफ्नै कुरा गर्न थाल्यो। पेट कर्कर गर्न थालिसकेको थियो, भोकले सबैलाई झकझकाइरहेको थियो। तैपनि कसैको गुनासो थिएन, किनकि अगाडि एउटा आकर्षण पर्खिरहेको थियो, रूपसे झरना। छिटो छिटो फर्क्यौँ है, रूपसे झरना हेर्नु छ, कसैले भने। सबै हाँसे र गाडी अझै अघि बढ्यो। रूपसे झरनाको कल्पनाले थकानलाई पछाडि छोड्दै थियो, त्यसैले भोकले क्रकक भए पनि उत्साहले सबैलाई तानेर ल्याइरहेको थियो। अन्ततः म्याग्दी पुग्यो। त्यहाँ खाना खाँदा त्यो स्वाद केवल जिब्रोको तृप्ति थिएन, त्यो त यात्राले दिएको पुरस्कार जस्तै थियो। साधारण खाना भए पनि त्यो दिन अनौठो मिठो लाग्यो। सायद लामो यात्रा, चिसो र अनुभूतिले त्यसलाई स्वादिलो बनाएको थियो। खाना खाएर केही सहज भएपछि यात्रा पुनः अघि बढ्यो। रातको अन्धकारसँगै गाडी गुडु गुडु गर्दै अघि बढिरहेको थियो। थकानले आँखाहरू भारी हुँदै गएका थिए, तर मन भने दिनभरिका दृश्य, अनुभूति र स्मृतिहरू दोहोऱ्याइरहेको थियो। राति मुगलिन पुगेर बास बस्ने बन्दोबस्त मिलाइयो। त्यो रात निद्रा चाँडै आयो, तर त्यो निद्रा खाली थकानको परिणाम मात्र थिएन, त्यो त सन्तोष, श्रद्धा र यात्रा पूर्णताको मिठो निद्रा थियो। यसरी मुक्तिनाथको दर्शन, कागबेनीको हावा, रूपसे झरनाको उत्साह, म्याग्दीको भोजन र मुगलिनको बाससँगै यात्राको यो चरण हृदयमा गहिरो छाप छोडेर सम्पन्न भयो। यात्राको 5औं दिन बिहानैदेखि मनमा एउटा अलग किसिमको उत्सुकता पलाइरहेको थियो। गोर्खा जिल्लाको मनोकामना माता दर्शन। लामो यात्रापछि पनि विद्यार्थीहरूको अनुहारमा थकान भन्दा बढी आशा देखिन्थ्यो। मनोकामना केवल गन्तव्य होइन, विश्वासको डोको बोकेर तीर्थ भएकाले सबैको मन श्रद्धाले भरिएको थियो। मनोकामना पुग्ने क्रममा केबुल कारको यात्रा सुरु हुँदा त उत्साह झन चुलियो। तल बगेको त्रिशुली वरिपरि हरियाली पहाड, टाढासम्म फैलिएको दृश्य आँखाभित्र कैद भइरहेका थिए। आकाशमै झुन्डिएको जस्तो अनुभव, हावाको हल्का स्पर्श र तलको संसार सानो देखिँदा मन एकाएक बालक झै रमायो। तर विद्यार्थी जीवन जहाँ उत्साह हुन्छ त्यहाँ केही कष्ट पनि अवश्य आउँछन्। विद्यार्थी सहुलियतको टिकट काट्ने क्रममा देखिएको झन्झटले केही बेर अल्मल्यायो। कागजात देखाउने, लाइन बस्ने, बुझाउने, बुझ्ने प्रक्रियाले समय लियो। कहिलेकाहीँ होइन र यति गाह्रो किन जस्ता शब्दहरू पनि मुखबाट फुस्किए, तर त्यो कष्ट पनि पछि सम्झदा मिठो अनुभूति बन्यो, किनकि सहुलियतले यात्रालाई सम्भव बनाएको थियो। अलिक सङ्घर्षपछि जब केबुल कार अगाडि बढ्यो, सबै कष्ट क्षणभरमै बिर्सिए। मनोकामना माताको दर्शनले मन शान्त बनायो। पूजा, प्रार्थना र केही क्षणको मौनताले यात्रालाई फेरि आध्यात्मिक उचाइमा पुर्यायो। मन्दिर वरिपरिको प्राकृतिक सुन्दरता, पहाडको शिरमा उभिएर तलको दृश्य हेर्दा लाग्थ्यो आस्था र प्रकृति यहाँ हातेमालो गरेर बसेका छन्। दर्शनपछि यात्रा नारायणगढतर्फ अघि बढ्यो। त्यहाँ पुगेर नारायणी नदीमा डुङ्गा बोट चढ्ने अवसर मिल्यो। नदीको बहावसँगै छपछप गर्दै डुङ्गा अगाडि बढ्दा मन पनि नदीसँगै बगिरहेको अनुभूति भयो। केही क्षणका लागि सबै चिन्ता, थकान र दूरीहरू नदीमै बगेर गए जस्तो लाग्यो। विद्यार्थीहरू हाँस्दै, फोटो खिच्दै र त्यो पललाई स्मृतिमा साँच्दै रमाइरहेका थिए। त्यसपछि शिवजी मन्दिर अवलोकन गरियो। आधुनिक संरचना, सफा वातावरण र शान्त परिवेशले केही बेर विश्राम दिएको जस्तो भयो। यात्रा केवल धार्मिक स्थलहरूको दर्शन मात्र होइन, नयाँ स्थान र नयाँ अनुभूतिको सङ्ग्रह पनि हो भन्ने कुरा त्यहाँ झन स्पष्ट भयो र यात्राको यथार्थ यहाँ पनि पर्खिरहेको थियो। दाउन्नेको जामले गाडीलाई लामो समय थाम्यो।
गुडु आवाज सहित बिस्तारै अघि बढिरहेको गाडी, थकित आँखाहरू तर अझै नथाकेको मन। यात्राको अन्तिम परीक्षा जस्तै थियो त्यो जाम। अन्ततः सबै बाधा पार गर्दै बेलुका करिब 9 बजे बुटवल पुगियो। थकान शरीरमा थियो तर मन भने सन्तोषले भरिएको थियो। मनोकामनाको दर्शन, केबुल कारको रोमाञ्च, नारायणीको डुङ्गा यात्रा, शिजी मन्दिरको शान्ति र दाउन्नेको जाम, यी सबैले 5औं दिनलाई केवल यात्राको दिन होइन, अनुभूतिको दिन बनाइदिएको थियो। यात्राको 6औं दिन बिहान बुटवलबाट भैरवा हुँदै लुम्बिनीतर्फ अघि बढ्दा वातावरण आफै शान्त बन्दै गएको अनुभूति भयो। अघिल्ला दिनका हिमाली उचाइ, तीर्थको तपस्या र यात्राको थकान बोकेर आज हामी विश्वलाई शान्तिको पाठ सिकाउने भूमिमा प्रवेश गर्दै थियौं। लुम्बिनी क्षेत्रमा पुग्ने बित्तिकै मन अनायासै हलुका भयो। यहाँ हावा पनि शान्त थियो, चाल पनि मन्द र मौनता पनि अर्थपूर्ण। बुद्ध जन्मभूमिको त्यो दिव्य धरतीमा उभिँदा शब्दभन्दा पहिले अनुभूति बोल्थ्यो। विद्यार्थीहरू आफै चुप लागे, हतार हरायो। यहाँका भव्य गुम्बा, विहार र ध्यान केन्द्रहरू जापानी, थाई, श्रीलङ्काली, कोरियाली, चिनिया र म्यानमार शैलीका हरेक संरचनामा फरक आकृति भए पनि सन्देश एउटै थियो, अहिंसा, सहअस्तित्व र शान्ति। शान्तिको शिक्षा आर्जन गर्न टाढा टाढाबाट आएका विदेशी साधकहरूको चहल पहल, ध्यानमा मग्न अनुहार र अनुशासित व्यवहार देख्दा विद्यार्थीहरू झन उत्साहित बने। हाम्रो देशको भूमिले संसारलाई यस्तो मार्ग देखाएको रहेछ भन्ने गर्व आँखामा चम्किरहेको थियो। दिनभर लुम्बिनी क्षेत्रको अवलोकन गरियो। मायादेवी मन्दिरको गार्बीय, पवित्र पुष्करणी, पोखरीको मौनता, ध्यान मार्गको शीतलता र स्तम्भको प्रतीकात्मकता। यो भ्रमण केवल घुमफिर थिएन, यो त जीवन बुझ्ने एउटा खुल्ला कक्षा जस्तै बन्यो। विद्यार्थीहरू रमाउँदै हिँडे, तस्बिर खिचे, तर त्यसभन्दा बढी मनभित्र प्रश्न र उत्तर दुवै बोकेर फर्किए। साँझ परेपछि यात्रालाई बिस्तारै बिट मार्ने समय आयो। करिब 7:30 बजे धनगढीतर्फ फर्किने यात्रा सुरु भयो। बस गुड्न थालेपछि थकान शरीरमा देखिन थाले पनि मन भने हलुका र खुसी थियो। यही रात गाडीभित्र विद्यार्थीहरूले सामूहिक रूपमा निकै रमाइलो गरे। कहिले गीत, कहिले ठट्टा, कहिले दिनभरिका अनुभव साटासाट। हाहाकार होइन, हास्य खुसीले भरिएको त्यो रात यात्राको अन्तिम मिठो अध्याय बन्यो। 7औं दिन बिहान जब गाडी एसपीए कलेजकै गेटमा प्रवेश गर्यो, सबैको मनमा एउटै अनुभूति थियो, यात्रा सकियो, तर यसले दिएको सिकाइ अझै बाँकी छ। थकित शरीर भए पनि आँखामा सन्तोष थियो, मनमा गर्व र स्मृतिमा अविस्मरणीय क्षणहरू। यो यात्रा साँच्चै उपलब्धिमूलक र सिकाइमूलक रह्यो। यसले विद्यार्थीहरूलाई प्रकृतिसँग सहअस्तित्व सिकायो, संस्कृतिप्रति सम्मान गर्न सिकायो, धर्मलाई आडम्बर होइन मूल्यका रूपमा बुझ्न सिकायो र शान्ति कुनै शब्द होइन अभ्यास हो भन्ने पाठ पढायो। कक्षा कोठाभन्दा बाहिर पनि शिक्षा जीवित हुन्छ भन्ने कुरा यस यात्राले प्रमाणित गर्यो। यात्राको अन्त्यमा मनमनै एउटा कामना पलायो, आगामी दिनहरूमा पनि एसपीए कलेजले यस्तै शैक्षिक, अनुभवमूलक र जीवनोपयोगी यात्राहरू आयोजना गर्दै विद्यार्थीहरूलाई केवल पढाउने होइन, समाज बुझ्ने, मान्छे बन्ने र जिम्मेवार नागरिक बन्ने अवसर प्रदान गरिरहोस्। यही शुभेच्छा र कृतज्ञ भावनासँगै यो ऐतिहासिक यात्रा शान्त र सार्थक विश्राममा पुग्यो।